आज मार्च 6 2025 को दिन चाहिँ मैले अब प्रुन्डु छोड्दैछु। याद आउँछ नि त हैन, 2 वर्ष सङ्घर्ष गरेर बसेको ठाउँमा माया त कसलाई लाग्दैन र हैन। जाँदैछु नयाँ कम्पनीमा, केही नयाँ सपना बोकेर, केही नयाँ आश लिएर पोजिटिभ थिङ्किङ ल्याउनु पर्यो क्या हामीमा हैन। अनि त्यो अनुसारले सबै राम्रो हुन्छ लाग्छ क्या मलाई चाहिँ। फाइनली चाहिँ मैले चाहिँ कसरी प्रोसेसिङ गरी काम चेन्ज गर्ने तर्फमा भन्नु पर्दाखेरि चाहिँ तर अब के गरेर त माया भएर पनि अब छुट्ने अब बाध्यता हुन्छ। हेलो एभ्रिवान, गुड आफ्टरनुन, दर्शन नमस्ते एन्ड वेलकम ब्याक अगेन। के छ हजुरको खबर? सन्चै आरामै हुनुहुन्छ नि हजुर? सबैजना टक्क लाएर म पनि सन्चै छु, आरामै छु। ट्याक्क अहिले चाहिँ दिउँसोको 1 पनि बजिसकेको छ साथीहरू। सो अनि ट्याक्क घाम पनि यस्तो मस्त चर्किरहेको छ कि आजभोलि त्यो पहिला जस्तो चिसोको फिलिङ्स पनि छैन साथीहरू। र आज चाहिँ बिहानदेखि म कम्पनी गएर सम्पूर्ण मेरो कागजी प्रक्रियाहरू टक्क गरेर मैले फाइनली रिलिज पेपर लिइसकेको अवस्था छ है साथीहरू। ट्याक्क आज मार्च 6 2025 को दिन चाहिँ मैले अब प्रुन्डु छोड्दैछु है। अब सबै कुराहरू फाइनल भइसकेपछि म यहाँ बस्न मिल्दैन साथीहरू, यहाँ बस्नुको कुनै औचित्य पनि छैन होइन। टक्क अब सबैले पनि जानु भनिदिइसकेको छ र फाइनली मैले आज रिलिज पनि पाइसकेको छु। धेरै दिनको प्रयासपछि। अन्त सब अलिकति निराशै हुनुहुन्थ्यो होइन, अलिकति सिरियसै हुनुभएको जस्तो लागेको थियो। तर के गर्नु होइन, अब जाने मान्छेलाई रोकेर त रोक्नु भएन नि त। समय अवधि पुरा गरिदिइसकेपछि रोकेर रोक्नु मिल्छ त होइन। अब आफ्नो इच्छा हो नि, हामीलाई बस्न मन लाग्यो बस्नु होला, बस्न मन नलाग्यो अब त्यस्तै राम्रै सेवा सुविधा भयो भने त बस्न पनि बेर लाग्थेन होइन। तर साथीहरू अब यसपालि चाहिँ अलिकति केही नराम्रो लागेको भएर चाहिँ अब फाइनली म चाहिँ अब कम्पनी छोड्दैछु साथीहरू होइन। त्यही भएर चाहिँ आज मेरो प्रुन्डुको चाहिँ लास्ट दिन हो। सबै कुराहरू मैले लिइसकेपछि चाहिँ म यहाँबाट हिँड्नुपर्ने हुन्छ नि त। सो त्यही भएर चाहिँ अब 3:30 बजेको बस छ, अहिले 1 बजिरहेको छ भनेपछि लगभग 2.5 घन्टापछि म यहाँबाट प्रुन्डु छोड्छु साथीहरू। अनि त्यही भएर चाहिँ आज जे जति सकिन्छ अलिकति यसो प्रुन्डु पनि खिचौँ न। याद आउँछ नि त होइन, 2 वर्ष सङ्घर्ष गरेर बसेको ठाउँमा माया त कसलाई लाग्दैन र होइन। त्यही भएर चाहिँ अलिकति यसो प्रुन्डु एक्सप्लोर हानिदिन्छु अब लगभग 2 घन्टा जति। अनि त्यसपछि आएर अलिकति अगाडि नै गएर काउन्टरमा गएर बस्नुपर्ने हुन्छ ट्याक्क है। अनि आज फेरि मैले यहाँ माइक पनि युज गर्दैछु साथीहरू, देखिहाल्नुभयो होला। पहिलाकै माइक हो, पहिलाको भन्नाले पहिला यही कम्पनीको माइक चलाउँथेँ नि त मैले। त्यो माइक बिग्रियो नेपाल जाँदाखेरि, अनि अब अलिकति राम्रो माइक किन्ने रहर थियो साथीहरू। अब यो काम चेन्ज गर्ने तर्खरमा विभिन्न खर्चहरू यताउता पैसाहरू खर्च हुनसक्छ, अलिकति समस्या पर्न सक्छ। त्यही कारणले गर्दाखेरि चाहिँ मैले यही बोयाकै माइक 1 इयर चल्यो। पहिलाको माइक पनि राम्रै चल्छ यो होइन, ट्याक्क लाएर। तर पहिला मैले अनलाइनबाट इमागबाट मगाएको थिएँ, यहाँसम्म आउँदाखेरि 200 ल्याइ लागेको थियो होइन। अनि मैले बुकाइस गएको बेलामा त्यहाँ स्टोरमै गएर किन्दाखेरि चाहिँ मलाई 125 ल्याइ मात्रै पऱ्यो कि यो माइकको। त्यति डिफ्रेन्स हुँदो रहेछ कि अनलाइनको सुविधा लिनलाई या भनौँ न घरसम्म आइपुग्नलाई त्यति महँगो पर्दो रहेछ कि साथीहरू। त्यो बेलामा 200 तिरेको, अहिले अब 125 ल्यायो भनेपछि त आकाश पातालको फरक भइहाल्यो नि साथीहरू होइन। केही छैन, टक्क लाएर यो या त अब मेरो भिडियोको लागि यसो यात्राको साथी भनौँ न होइन। किनभने अब माइक बिना अलिकति सहरतिर भ्लग बनाउन धेरै गाह्रो हुन्छ साथीहरू। गाउँमा त केही फरक पर्दैन होइन, माइकमा चाहिँ सहरतिर चाहिँ अलिकति त्यो साउन्ड पल्युसनहरूले गर्दाखेरि पनि गाह्रो हुन्छ नि त। त्यही भएर हो अब म चाहिँ प्रुन्डु एकछिन यसो घुमौँ, मेन ठाउँहरू घुमिदिउँ साउहरूसँग। अब सबै कम्पनीबाट सब बिदा लिएर म आइसकेको छु। अब म यहाँ बस्न पनि मिल्दैन साथीहरू, मेरो यहाँको सबै अब बस्ने ठाउँहरू सबै जे छ कन्ट्र्याक्टहरू सबै क्यान्सल भइसकेपछि नियमले पनि बस्न मिल्दैन साथीहरू। त्यही भएर चाहिँ म यहाँबाट आज अनि निस्किन्छु ट्याक्क 3:30 बजेको बस समातेर। अनि एकछिन यसो प्रुन्डु घुमौँ, 10-15 मिनट 1 घन्टा जति लगभग घुमेर अब कता कता भ्याइन्छ। ट्याक्क उता चर्च घर छ त्यहाँ पनि जाने हो। अनि यहाँ अगाडि अब पार्क छ नि त, रिसर्च गर्ने पार्कतिर खुब याद आउँछ, त्यतातिर गइन्थ्यो होइन। ट्याक्कलाई त्यो ठाउँहरू पनि घुम्ने हो, ट्याक्क देखाउने हो। जो आज लास्ट दिन हो, हजुर पनि यसो भरपुर मजाले हेर्नु होला प्रुन्डुको भ्यूहरू होइन। 2 वर्ष दुःख गरेर सङ्घर्ष गरेर यही बाटो दौडेर कता के गरेर बिताइएको थियो नि त। त्यही भएर माया लाग्छ साथीहरू प्रुन्डु। सो यो घाम चर्किया छ अहिले चाहिँ। यो नगरपालिकाको नयाँ अफिस पनि यहाँनिर लगभग रेडी भइसकेको छ, तर सर्या चाहिँ छैन होइन। कागजी काम प्रक्रियाहरू सबै यहीँ कामहरू हुन्छ है। ट्याक्क यो चाहिँ नगरपालिका छिर्नको लागि, आउनको लागि, यहाँ काम गर्नको लागि ट्याक्क लाएर गाडीहरू चाहिँ यहाँनिर यसो पार्किङ गर्ने ठाउँ छ साथीहरू। सो यही हो पुरानो नगरपालिकाको अफिस चाहिँ। अब उता चाहिँ कहिले सर्ने हो थाहा छैन, जाउँ सिधै पार्कमा जाने, च्याट्ट बसौँ। अब भगाइहरू आफ्नो के कस्तो रह्यो भन्ने कुराहरू पनि सेयर गरौँ न अलिअलि होइन। रिलिज माग्दाखेरिको अवस्थाहरू हुन्छ नि त, त्यस्तै एउटा आफ्नो पर्सनल भोगाइहरू सबै कुराहरू त अब मलाई पनि थाहा नहोला, नीति नियमका कुराहरू आफ्नो ठाउँमा छ होइन। जे जस्तो मैले भोगेँ आजको दिनसम्म, कति दिनदेखि मैले रिलिज मागेँ, के भएँ, त्यो कुराहरू अलिकति आफूले भोगेको कुराहरूलाई चाहिँ यसो सेयर गर्न मन लाग्यो साथीहरू। अब जाँदैछु नयाँ कम्पनीमा, केही नयाँ सपना बोकेर, केही नयाँ आश लिएर केही होला कि भन्ने आशा छ होइन। सबैको त्यही त हो नि, नराम्रो होस् भनेर त कसले सोचेको हुन्छ र, सबैको राम्रै होस् भनेर सोचिन्छ। अनि त्यो अनुसारले म पनि लागि पर्दैछु। फ्युचरमा के कतिको राम्रो होला, के कति अगाडि दिनहरूमा अघि बढ्न सकेला भन्ने कुराहरू चाहिँ हजुरहरूमा छ अब होइन। यहाँ जस्तो धेरै भ्लग हाल्न नसके तापनि, अनि यो दिनमा पनि मैले यो बिचमा केही दिन को ग्यापमा धेरै भ्लगहरू पनि हालेको थिइनँ नि त। यही कारणले गर्दा हो साथी,
साथीहरू होइन टक्क लाएर अब यताउता दौडधुप भन्नु पऱ्यो यताउता गर्दा गर्दै त्यो टेन्सनै अर्कै के अब यहाँ बसिरहेको ठाउँको एकतिर माया लागिरहेको हुन्छ अब एकतिर फेरि आफ्नो फ्युचरको लागि पनि सोच्नुपर्ने हुन्छ होइन योभन्दा बेटर अप्सनहरू बेटर कामहरू बेटर जब बेटर तलबहरू पाइरहेछ भने त अनि यो यहीँ सधैँ अड्केर बसेर ठाउँको माया लाग्यो भनेर पनि हाम्रो जिन्दगी चल्दैन नि त साथीहरू सबै कुराहरू हेर्नुपर्ने हुन्छ नि त अनि सो अनुसारले चाहिँ अब केही बेटर होला भन्ने आशमा चाहिँ अघि बढ्दैछु साथीहरू त्यही भएर अस्ति यो केही दिनको बिचमा धेरै भ्लगहरू पनि मिस भएको छ र अब जाने कम्पनीमा पनि अलिकति कामको व्यस्तताले गर्दाखेरि सधैँ भ्लग ल्याउन नसके पनि हप्ताको एउटा भ्लग चाहिँ ल्याउने कोसिस चाहिँ गर्नेछु है साथीहरू किनभने हप्ताको एक दिन छुट्टी हुन्छ अर्को दिन ड्युटी हुन्छ साथीहरू आफ्नो कामलाई फोकस गर्ने हो होइन काम पनि गर्नु पऱ्यो पैसा पनि कमाउनु पऱ्यो र आफ्नो भोगाइहरूलाई पनि हजुरमा सेयर अवश्य गर्नेछु साथीहरू यस्तै हो केही छैन ट्याक्क लाएर अहिले चाहिँ मौसम पुरै खुलेको भएर चाहिँ एकदम घाम चर्का चाहिँ कस्तो राम्रो देखाएको छ होइन सही देखाएको छ नि त साथीहरू हेर्नुहोस् रुन्डु आइच बाबा आमामा हेर्नु त त्यहाँ प्लेन हिँडेको धरको अब यस्तो हुन्छ यो मौसम क्लियर भइसकेपछि पुरै चेन्ज भइसकेको छ क्या म चाहिँ फेरि यो बौला जस्तो कि ज्याकेट लाएर हिँड्दा होला गरिमा यार यतिकै भिरेको भिरै भइरहेछ बिहान जाडो थियो नि त कम्पनी गयो अनि धेरै बेर वेट गर्नु पऱ्यो कि किनभने डकुमेन्टहरू आउनु पर्ने रहेछ नि त ठाउँबाट कतातिर अफिसतिरबाट खै के गरेर लिएर आउँदो रहेछ उनीहरूले अब यो सरकारी ढट्टाहरूमा के इन्ट्री गरेर अब कन्ट्र्याक्ट सन्ट्र्याक्ट क्यान्सल गरिसकेपछि सबै कुराहरू कागजी प्रक्रियाहरू पुरा गरेर चाहिँ ल्याउनु पर्ने थियो होला अनि त्यही भएर मलाई केही घन्टा वेट गरेर आउनु भयो साउले अनि त्यसपछि ल्याएर ट्याक्क रिलिज हातमा अब कम्पनी छोड्नुपर्ने घर छोड्नुपर्ने सम्पूर्ण कुराहरू मैले यहाँबाट ट्यागेर हिँड्नै पर्ने हुन्छ किनभने आज मार्च 6 को दिन मेरो सम्पूर्ण कागजी प्रक्रियाहरू कम्प्लिट भइसकेका छ साथीहरू यस्तै हो केही छैन सुख दुःख भन्नु यस्तै हो साथीहरू कहीँ मिलन कहिले बिछोड यस्तो भइरहन्छ होइन अब यहाँ पनि हाम्रो अझै नेपाली दाजुभाइहरू हुनुहुन्छ अब उहाँहरूलाई छोडेर अब नयाँ ठाउँमा जाँदैछु त्यहाँ अब नयाँ साथीहरू जोडिनुहुन्छ होला मेबी कस्तो कस्तो साथीहरू पर्ला होइन यस्तै हो आफू चित्त बुझाउनुपर्छ खुसी हुन सिक्नुपर्छ जहाँ गए नि राम्रै हुन्छ साथीहरू अल इज वेल भन्ने हो सही सोच्नु पऱ्यो गलत सोच्नु भएन हरेक कुराहरूलाई होइन गलत तरिकाले नेगेटिभ लिनु भएन नि त होइन पोजिटिभ थिङ्किङ ल्याउनु पऱ्यो क्या हामीमा होइन अनि त्यो अनुसारले सबै राम्रो हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ सही हो केही छैन दुःख पनि कता कता दुःखले पनि चसक्क घोज्छ छातीमा होइन अनि कता कता अब खुसी पनि लागिरहेको छ नि त उज्जवल भविष्यको लागि केही गर्न जाँदैछु भन्ने एउटा ठुलो सपना बोकेर अघि बढ्छु भन्ने एउटा ठुलो आशा पनि छ नि त त्यही भएर हो टक्क हेर्नुहोस् यहाँनिर यो रुखहरूको यो हाँगाहरू झ्याम्म भएको भएर चाहिँ सबै हाँगाहरू चाहिँ मजाले यसरी छाट्ने कामहरू हुन्छ होइन अनि यो हिउँ सके लगत्तै हेर्नु नि यहाँनिर फुलहरूको यस्तो छ अवस्था अब यो फुलहरू कहिले फल्ने र कहिले निस्किने भन्ने कुरो थाहा छैन साथीहरू सही हो आज पनि टक्क लाएर फाइनली आइसकेको छु पार्कमा होइन हेर्न सक्नुहुन्छ आज लास्ट डे हो यो पार्कको पनि यस्तै हो पारा के गर्नु माया लाउँछ होइन पिङ पनि छ यहाँनिर तर पिङमा बस्न डर लाग्छ अस्ति त खेल्थ्यो पहिला त छुट्यो भने त फेरि सर्लक्कै झरिन्छ त अनि होइन साथीहरू सही हो बच्चाहरू आइसक्यो हेलो हेलो भन्दै उहाँ दौडिँदै फेरि भिडियो बनाउँछ भनेर हेलो हेलो Joseph, you Joseph too? Whoa, your name? Lucas. Oh, सही हो बाबाले हेर्नुहोस् बच्चाहरू कस्तो मजाले दौडेर आउँछन् है फेरि हेलो 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 अर्को नि बाबु आइसक्यो सही हो YouTube you see to know English? No English? What is your name? My name is Jivan Rai. Whoa. Yeah, same name in YouTube also. Jivan Rai, YouTube. Yes, YouTuber. Yeah. YouTuber. Da. So yo, साथीहरु. Da, mulțumesc. Cu plăcere. Ha? Da, YouTube. बुढाहरू कोही हेर्छ क्या मेरो भिडियोहरू अनि त्यही भएर आउँछन् दौडिँदै भ्लग बनाउन लाग्छ यस्तै हो गाउँठाउँको माया प्रियति भन्ने यस्तै हुन्छ साथीहरू सही हो अब यी पार्क यी मिसिनहरू कसले खेल्ने होला अब हाम्रो अरू ब्रदरहरूले खेल्छ होला नो प्रब्लम म चाहिँ अब यहाँबाट बाई गर्नुपर्ने हुन्छ अब यताबाट यस्तो घुमेर कताबाट निस्किन्छ यार यताबाट ब्याग जानु पर्ला जस्तो यताबाट ब्याग गर ठ्याक्क मेन चोक निस्केपछि उताबाट अनि सर्लक्क जानुपर्ने हुन्छ एकछिन बसौँ न अब होइन गफसप गरौँ तपाईँहरूसँग पनि फाइनली चाहिँ मैले चाहिँ कसरी प्रोसेसिङ गरी काम चेन्ज गर्ने तर्फमा भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ अब हुन्छ नि पहिला उतातिर यसो कामसामको खोजी गर्ने कार्यक्रमहरू केही समय अगाडिदेखि नै भइरहेको थियो होइन किनभने यहाँ मैले साउसँग पनि पहिला पनि पर्मिसन लिएको जस्तो कुरा गरेको थिएँ नि त
2 वर्ष कम्प्लिट भइसकेपछि म के गरौँ भनेर साउलाई सोधेको थिएँ नि त। बस्न मन लाग्यो बस्छ, जान मन लाग्यो भने भन, हामी डकुमेन्ट बनाएर पठाइदिन्छु भने हो कि त्यो बेलामा साउले। अनि त्यही भएर चाहिँ अब 2 वर्ष लगभग कम्प्लिट भयो भनौँ न अब होइन। अनि त्यो अनुसारले मैले अब काम चेन्ज गर्ने सोच पनि बनाएँ साथीहरू, किनभने अब यो गाउँठाउँमा धेरै बसियो अनि काम पनि त्यस्तै हार्डवर्किङहरू धेरै हुने हो मेरो होइन। सेक्युरिटीमा बस्दाखेरि चाहिँ खासै त्यस्तो हार्डवर्किङ हुन्थेन, बट अहिले चाहिँ लगातार आइसकेपछि काम चेन्ज भयो नि त, मेरो डेमा पुरै खतरा पेलान हुन्थ्यो क्या साथीहरू। अनि त्यो अनुसारले मैले काम चेन्ज गर्ने निर्णय गरेँ। काम पनि पहिलेदेखि सोधपुछ गरिरहेको थिएँ, खोजिरहेको थिएँ, अनि त्यो अनुसारले काम पनि राम्रै भेटेँ होइन। अनि त्यही भएर चाहिँ अनि उताको साउसँग गएर पहिले इन्टरभ्यू दिएर सबै कुराहरू गरिसकेपछि चाहिँ ट्याक्क लाएर यतातिर कम्पनीबाट रिलिज माग्ने प्रक्रिया सुरु गरेको है मैले चाहिँ। तपाईँहरू पनि त्यसरी गर्नु होला, काम चेन्ज गर्दै हुनुहुन्छ भने चाहिँ पहिला आफू कहाँ काम गर्ने के हो कसो हो होइन, साउसँग गएर सम्पूर्ण कुराहरू डिल गरिसकेपछि ओके हुन्छ भने चाहिँ अनि टक्क लाएर रिलिज लिनु होला। अनि सहज हुनेछ कि अहिले के गर्नुहुन्छ भने नि मान्छेहरू धेरैजनाले पहिल्यै रिलिज लिएर बस्नुहुन्छ अनि काम खोज्नुहुन्छ। अनि त्यो अवस्थामा चाहिँ धेरै गाह्रो हुनसक्छ कि काम पाउला नपाउला, भोलि समय धेरै कट्ला के होला होइन, टक्क लाएर त्यो अवस्थामा चाहिँ धेरैजना साथीहरूले दुःख पाउनु भएको रेकर्डहरू पनि छ कि। कोही कोही त कम्पनीले नै नचाहेर निकालिदिइरहेको पनि अवस्थाहरू छ, त्यसले गर्दा चाहिँ गाह्रो हुन्छ। अब कोही कोही त पहिल्यै काम अप्ठ्यारो भयो के भयो भनेर रिलिज पहिल्यै लिएर बस्नुहुन्छ नि, त्यसले गर्दा चाहिँ गाह्रो हुनसक्छ कि। अनि त्यही भएर मैले चाहिँ पहिल्यै कामसम्म सम्पूर्ण कुराहरू फाइनल गरिसकेपछि चाहिँ अनि यता रिलिजको प्रक्रिया अगाडि बढाएको है साथीहरू। त्यसैले गर्दाखेरि चाहिँ मलाई एकदम सहज भएको थियो अनि त्यस्तो विधि गाह्रो चाहिँ भएन। तर अलिकति लास्टमा आउँदाखेरि चाहिँ अलिकति दुःख लाग्ने एक दुईवटा पोइन्टहरू थियो, त्यो कुराहरू चाहिँ अब फ्युचरमा पछाडि हजुरहरूलाई सेयर गरौँला। त्यो दुःख भन्ने चिजहरू जिन्दगीमा एकदम सुख दुःख होइन, जिन्दगीको पाटाहरू हुन्, त्यसलाई हामीले सहजै स्वीकार्नु पनि पर्छ। र दुःख पऱ्यो भन्दैमा आत्तिने काम पनि गर्नु हुँदैन, सुखमा मात्तिने काम पनि गर्नु हुँदैन, सहजै लिएर त्यसलाई समाधानको तर्फ हामी कसरी अघि बढ्न सक्छौँ भन्ने कुराहरू सोचेर चाहिँ अघि बढ्नुपर्ने हुन्छ है। फाइनली त्यो अनुसारले जे सोचेको थियो त्यो पुरा भयो। अलिकति बाधाहरू पनि आइपऱ्यो, नआएको होइन। र फाइनली आज मैले रिलिज पनि लिइसकेँ है साथीहरू। त्यसरी हो मेरो प्रक्रियाहरू अघि बढेको। र तपाईँ यदि 2 वर्ष पुरा भइसक्यो या 1.5 वर्ष कटिसक्नु भएको छ रोमानिया आएको एउटै कम्पनीमा भने चाहिँ तपाईँलाई काम चेन्ज गर्दाखेरि रिलिजै चाहिन्छ या त्यस्तै पर्छ भन्ने पनि नहुने रहेछ कि। यदि तपाईँ नयाँ कम्पनीमा जाँदै हुनुहुन्छ र त्यो कम्पनीसँग तपाईँले पहिले डिल गरेर एग्रिमेन्ट दिएर साउलाई तपाईँ एकदम मन पर्यो र सबै कुराहरू भयो भने त्यो साउले चाह्यो भने चाहिँ 1.5 वर्ष भनौँ न त्यति कटिसकेको रहेछ भने पनि एकदम सहज हुने रहेछ के। तपाईँको यो डकुमेन्टहरू बनाउनलाई केही गर्नको लागि त्यस्तो गाह्रो केही नहुने रहेछ। त्यो साउले पनि भन्नुभयो होइन, उहाँले लयरसँग कुरा पनि गर्नुभयो। अब गएर रिलिज माग्ने कामहरू पनि प्रक्रियाहरू पनि अगाडि बढाउनु होला। अब दिन्छ नदिए पनि तपाईँको कुनै अप्ठ्यारो छैन, हामी बनाइदिन्छौँ डकुमेन्टहरू सबै कुराहरू भनेर हाम्रो अब जो नयाँ साउ भनौँ न उहाँले भन्नुभएको भएर चाहिँ एकदम सहज हुँदो रहेछ कि। त्यस्तो भइसकेपछि त्यही भएर मैले अस्ति केही भिडियोहरू पनि हेरेको थिएँ, केही साथीहरूले त्यो कुराहरू बोल्नु भएको थियो अनि त्यो सत्य हो कि होइन भन्ने कुराहरू चाहिँ अलिक डाउट पनि लागिरहेको थियो कि मनमा। तर फाइनली चाहिँ हामी अब जुन कम्पनीमा जाने हो त्यो कम्पनीको साउले मन पराएर म जिम्मा लिन्छु, सबै कुराहरू म गरिदिन्छु भनेर उहाँले सबै कामहरू अगाडि बढाउन सक्यो भने चाहिँ हामीलाई काम चेन्ज गर्न एकदम सजिलो हुँदो रहेछ। रिलिज नभएको खण्डमा पनि है, रिलिज भयो भने त सिधिहाल्यो सबै कुराहरू होइन, नभएको खण्डमा त्यसरी कामहरू अगाडि बढाउन सकिँदो रहेछ भन्ने कुराहरू बुझ्यो साथीहरू। यस्तै हो, त्यो अनुसारले मैले प्रक्रियाहरू अगाडि चालेँ। मलाई भोलि यहाँ साउले रिलिज देला नदेला भन्ने पनि अलिकति डर पनि थियो मनमा होइन, किनभने काम गरेर मान्छे अब यहाँ मान्छे पनि एकदम आवश्यक, त्यही माथि सिजन सुरु भएको छ। त्यो अनुसारले चाहिँ साउ अलिकति भनौँ न त्यो सिरियस चाहिँ हुनुभएको हो। अब त्यस्तै छ, चलिरहन्छ, के गर्नु त अब होइन। अब हामीले पनि हाम्रो फ्युचर हेर्नुपर्ने हुन्छ, त्यो अनुसारले म अघि बढ्दै गयो भने त सबै कुराहरू अब आँटा आइसेस गर्नै पऱ्यो, केही गर्नुपर्छ भन्ने अब सोच पनि आयो होइन। कहिलेसम्म यस्तो यत्तिकै गरेर बस्नु के। अनि त्यो अनुसारले अनि यसो राम्रो केही चान्स पाएको बेलामा ट्याक्कलाएर दौडिदिउँ भनेर अनि म चाहिँ हिँडेको साथीहरू। अलिअलि बाधाहरू त आएको थियो, नआएको होइन, तर सहजै पार गरियो होइन। ट्याक्क लाएर सहने क्षमता हुनुपर्छ अनि अलिजेल भन्ने ठ्याक्क भगवान्को नाम लिने सब कुछ चलेगा भाइ। ती पुराना दिनहरूलाई यसो झल्को दिइरहन्छ नि त होइन साथीहरू। ट्याक्क लाएर यो घरको यसो खिचिराखौँ न भिडियोहरू वरिपरिका सबै ट्याक्क लाएर। हामी फर्स्ट टाइम रोमानिया आउँदाखेरि हामी 14 जना बसेको घर चाहिँ यही हो कि साथीहरू, टक्क लाएर। त्यही भएर चाहिँ अब यहाँबाट पनि यसो अब बाई गरिदिउँ न होइन। जे होस् याद आउँछ नि त यार, 14 जना रोमानिया विदेश, जिन्दगीमा फर्स्ट टाइम विदेश आएको हो कि म यो रोमानिया भनेको। अहिलेसम्म म कुनै देश पनि गएको छैन, कहीँ गएको छैन होइन, फर्स्ट टाइम ट्याक्क आएको। अनि फर्स्ट टाइम बस्ने घर यही हो साथीहरू। हामी 14 जना बसेको थियौँ, एकदम याद आउँछ। जे होस् पुराना साथीहरू कोही कता पुग्यो होइन, ट्याक्क सबैजना राम्रै हुनुहुन्छ, जे भए पनि होइन सकुशलै हुनुहुन्छ, राम्रै होस्
भविष्यमा अझै राम्रो प्रगति गर्दै जानु होला दाजुभाइ जो हुनुहुन्थ्यो यो घरमा हुँदाखेरिको। अनि स्पेसल चाहिँ मलाई एकदम मामाको चाहिँ याद चाहिँ खुब आउँथ्यो कि यहाँ बस्दाखेरि ए मामा जाउँ भनेपछि ए गरेर ट्याक्क गइहाल्नुहुन्थ्यो होइन। जे होस् सम्झनामै सीमित हुने भयो अब है। अब किनभने म पनि प्रुन्डु छोड्दैछु नि त, त्यही भएर अब यो भिडियो क्लिपलाई पनि यसो राम्रोसँग ट्याक्क खिचेर होइन ट्याक्क सेभ गरेर राखौँ न होइन। हेर्न सक्नुहुन्छ है भित्र हामी 4 जनाहरुको लागि टोयलेट नपुगेर यो साउले यहाँ फेरि यो बट्टा ल्याएर पनि राख्दै थियो क्या दुईटा। अनि यो हावा हुल चल्दाखेरि यो बट्टा दुईटै उडाएर कहिले यता पुर्याउने कहिले उता पल्टाउने गर्थ्यो क्या साथीहरू ट्याक्क लाएर है। सो यो अब के गर्नु यस्तै हो छाडेर जाने मायाको यस्तै हो साथीहरू। ल बाई बाई। मेरो पुरानो घर हामी 4 जना बसेको घर रोमानिया आउँदाखेरिको फर्स्ट टाइम बसेको घर हो। अब यो घरलाई पनि अब जीवन राईले अब छोड्नु पर्ने हुन्छ, माया मार्नु पर्ने हुन्छ। वन्स मोर टाटा बाई बाई। सो यो निस्किदिउँ अब है। यहाँ बस्दाखेरि पनि केही तिता मिठा सुख दुःखका धेरै पलहरू धेरै क्षणहरू यसो सम्झनामा आइरहन्थ्यो। अब सिद्धियो अब साथीहरू आजदेखि मेरो प्रुन्डुको च्याप्टर पनि क्लोज हुन जाँदैछ। अब बेला पनि हुँदैछ साथीहरू 3 बज्न लाग्यो, लगभग 5 मिनट जति बाँकी रहेछ। अब म यहाँबाट निस्किन्छु। यही बाटो हुँदै हामी पसल जान्थ्यौँ, तरकारी किनेर ल्याउँथ्यौँ, सामान ल्याउँथ्यौँ होइन। के गर्नु अब छोड्नै पर्ने भयो। यही हाम्रो कम्पनी एरिया पनि साथीहरू पारा आज लास्ट दिन। दुःख त लागिरहेछ नि यार मनमा, यति धेरै दुःख लागेको छ नि साथीहरू के गर्नु दुःख अब कसरी बयान गर्ने यार। मनमा छ धेरै शब्दहरू मुखमा ल्याउन सकिने अवस्थै छैन के केले कता कता अड्काइरह जस्तो कस्तो फिलिङ्स के साथीहरू। यस्तै हो ठिकै छ। छोड्दैछु प्रुन्डु जाँदैछु सहरतिर। नयाँ सपना नयाँ सहर मनमा लिएर केही रहर। वेलकम टु प्रुन्डु चोक है साथीहरू। ट्याक्क लाएर बस चढ्नको लागि हामी यहाँ बस बिसाउनेमा आइसकेको हो साथीहरू। तर के गर्नु आज 3:30 बजेको बसै मिस भएको रहेछ, छैन बस। यहाँ अघिदेखि आएर बसेको आज बसै आएन। अब 3:30 अनि लास्ट बस भनेको 5:30 को छ क्या यहाँबाट। अब 5:30 को पनि बस मिस भयो भने फेरि मलाई गाह्रो हुन्छ। आज जसरी पनि यहाँ प्रुन्डु छोड्नु छ नि त होइन। साउले भनिसकेको छ नभने भए पो हो भन्नु होइन। साउले भनिसकेको छ आज जसरी पनि प्रुन्डु छोड्नु पर्ने हुन्छ। छैन साथीहरू ब्याग स्याग हेर्नु नि हेरेर 3टा ब्याग ल्याएर राखेको। अब यो त नेपाल गाउँमा अस्ति नयाँ कपडाहरू ल्याएको ब्याग भइहाल्यो। एउटामा चाहिँ भाँडाकुँडाहरू मरमसलाहरू ढ्याम्मै छ, एउटामा चाहिँ पुरानो कपडाहरू सबै राखेको थियो होइन लाउनुहुन्छ भनेर। टक्क हाम्रो यहाँ केरसिङ दाइले फेरि यहाँ हेल्प गरेर यहाँसम्म ल्याइदिनु भयो साइकलमा। के गर्नु बसै आएन दाइ, के गर्ने अब बस आएन भने अब यस्तो के गर्नु त वेटिङ गरेर अनि बस्ने त्यसपछि अनि गाह्रो भयो त। अनि म एक्लै बस्नु त यहाँ तपाईँ जाने यार के भन्नु त अब मैले अब गाह्रो भयो साथीहरू जानु। अब के गर्नु 5:30 को बस बसेको अब साथी अब छुटिहाल्यो। अब के गर्नु यस्तै हो आफ्नो अब एउटा अब मेन कुरा अब कम्पनी हुन्छ के अरे कम्पनी अनुसार अब के गर्नु अब छोड्ने बाध्यतै हुन्छ। त्यही कारणले गर्दाखेरि एउटा अब मेरो अनि साथी अब छोडेर अब भाइ अनि केरसिङलाई अनि छोडेर अब अर्को ठाउँमा अब यस्तो सिटीतिर अब जाँदैछु। अब राम्रो गर्नु अब त्यही त हो नि। हस् दा हस् धन्यवाद यति भएपछि दाइको माया भाइलाई होइन टक्क लाएर। अब अरू दाजुभाइहरू चाहिँ भेटघाट भएन, म अघि नै बिदा भइसक्यो हो किनभने उहाँहरूको अब डे ड्युटी छ नि त। त्यही भएर बिहानै जाने बेलामा ल है आज जान्छु होला म भनेर अनि सबै कुराहरू बिदा लिइसकेको थिएँ। अनि हाम्रो केरसिङ दाइको चाहिँ फेरि अहिले नाइट ड्युटी लगाइदिएको छ क्या पहिला मेरो नाइट ड्युटी जस्तो। अनि त्यही भएर केरसिङ दाइसँग चाहिँ यसो दिउँसो फ्री हुन्छ अनि ट्याक्क हेल्पसेल्प पनि भयो सहज भयो। तर के गर्नु विडम्बना आज 3:30 बजेको बसै छैन रहेछ। यस्तै हो कि गाउँमा यो गाउँमा भनेको बेलामा बस हुँदैन, टाइममा बस हुँदैन। अनि जुन टाइममा तोकिन्छ बस त्यो टाइममा मान्छे भन्यो भने मिस गरिदिन्छ। अनि त्यही भएर गाउँबाट कतै हिँड्नलाई पनि लास्ट अप्ठ्यारो थियो कि। अब त्यो दिन चाँडै अब सिद्धिने भयो जीवनको चाहिँ है। सहरतिर सिरिसकेपछि त्यहाँ अब अर्कै पारा भइहाल्छ। टाइममा बस हुन्छ, टाइममा गाडी हुन्छ, टाइममा ट्रेन हुन्छ, टाइममा मेट्रो हुन्छ साथीहरू फाइनली। त्यही भएर म बुकासतिर पनि छिर्दैछु। अब यो 3टा सुटकेस चाहिँ छ। अब यसलाई लानलाई बसले पनि मान्ने कि नमान्ने भन्ने पिर त लाग्छ होइन। आज चाहिँ अनि प्रुन्डु भन्ने रोमानियाको प्रुन्डु भन्ने ठाउँ छोडेर अनि भाइ अनि जीवन र यहाँ छोडेर जाँदैछ। सही हो साथीहरू। अब तपाईँहरूले अब तपाईँहरू भ्लग बनाउनु नि त प्रुन्डुको। तपाईँहरू भिडियो बनाउनु हाल्नु भ्लग बनाउनु हाल्नु प्रुन्डु भनेर अब जीवन राईले छोडे पनि के गर्नु अब यस्तै हो। अब यस्तै हो दाजुभाइ अब यत्रो अब 2 साल अब सँगै बस्यो। अब के गर्नु अब बाध्यता हो रहर होइन बाध्यता हो आफ्नो के गर्नु सबको अब भाग्यमै त्यही थियो। भविष्य पनि हेर्नु पर्यो। त्यही कारणले गर्दाखेरि भाइ आज केरसीबाट चाहिँ अब छुटिँदैछ। सबैले हेरिदिनु होला तपाईँहरू युट्युब च्यानल सबैले अनि के अरे माया गरिदिनु होला। सब्सक्राइब अथवा लाइक कमेन्ट सेयर अब सबैले गरिदिनु होला। थ्याङ्क यू भेरी
मच एभ्रीवान। सही हो सही हो। पहिला हाम्रो कृष्ण दाइहरू बसेको घर चाहिँ त्यही घर हो ल। कृष्ण दाइहरू बस्नु भएको थियो पहिला सुरुमा आउने बेलामा टक्क लाएर। ल दाइ त्यसो भए तपाईँ जानु, म एकछिन वेट गर्छु। गाडी पायो भने पाइहाल्यो, पाएन भने अब 5:30 बजे गाडी वेट गरेर भए पनि जानुपर्ने हुन्छ। अब रुमतिर गएर पनि खासै काम त छैन साथीहरू, यहीँ बस्छु, यहीँ एकदम टाइम गर्छु। अब कतै कार ट्याक्सी आयो भने ट्याक्सीमा पनि जाउँला, नत्र यहाँ गाडी पाउँदैन क्या साथीहरू। ट्याक्सी खोजेर पनि ट्याक्सी नपाउने ठाउँ यही हो कि, यस्तो गाह्रो छ यहाँनिर, केही चल्दैन यहाँ, टाइमको बस त हिँड्दैन सिक्दैन। ल दाइ राम्रोसँग जानु होला, के गर्ने यस्तो ल राम्रोसँग बस्ने है ट्याक्क लाएर। यस्तै हो अब के गर्नु, परदेशी जीवन को कहाँ पुगिसक्यो होइन। अब यसरी छुट्टिँदै जानु त हो नि, सबैजना एकै ठाउँमा हुन्छ भने माया हुन्छ। तर अब के गर्नु त, माया भएर पनि अब छुट्ने अब बाध्यता हुन्छ। तर त्यही कारणले गर्दाखेरि अब भाइ अब जीवन राई यहाँबाट रोमानियाको प्रुन्दु भन्ने अनि ठाउँबाट छोडेर यता अनि बुगरेस भन्ने अनि ठाउँतिर अब सर्दैछु। दाजुभाइको माया अब सधैँ यस्तै रहोस्। हस् दाइ, धन्यवाद धन्यवाद। ओके ओके ल, मेरो सामान पनि आइस, यस्तो ऱ्यापिङ हान्दैछु कि फेरि मैले, हेर्नु न यहाँ। ल दाइ ल बाई बाई। ल ल हेर्नु नेपाल जानु लास्ट ऱ्यापिङ हान्दैछु कि फेरि खत्रै हानिदिएको मैले त। अब यो नयाँ सुटकेस हो नि त, रिक्सा नलागोस् भनेर। ल ल दाइ बाई 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 बाई। ल राम्रोसँग बस्नु है, ट्याक्क लाएर आनन्दले। ल ल।